फेरि पनि म एकचोटि फेरि भिडियोमा छु। मलाई लाग्छ सबैजना सन्चै हुनुहुन्छ होला, मेरो सब्सक्राइबरहरू, मेरो भ्युवर्सहरू है। अनि सबैलाई नमस्कार, न्यानो दादा नै। अनि त्यसपछि आज चाहिँ रोमानियामा अलिकति चहल पहल दिनै पनि भयो, हिउँ अलिक परिरहेछ, त्यही भएर नि। अनि अब चिसो चिसो त, आज चाहिँ फ्राइडे चाहिँ मेरो छुट्टी थियो, त्यही भएर चाहिँ म हल्का यसो माथि मेरो आफ्नो नै कारणमा मेरो रेस्टुरेन्टतिर गएर यसो भिडियो बनाउनु मन लाग्यो। त्यसैले यहाँ चाहिँ पुरै हिउँ परेर कति भएको छ कि। ल गाइज, बाटो चाहिँ पुरै यस्तो छ कि हिउँ परेर पापा, मैले फेरि आज टोपी लाएको छैन, त्यही भएर लास्ट चिसो छ। गाडीहरू त हिउँले पुरे जस्तो भइरहेको छ, पुरै यस्तो छ, गाह्रो छ। ल गाइज, म चाहिँ भर्खरै यता लेबाट झरेँ, हिउँ पऱ्यो भएर बाटो चाहिँ पुरा हिउँ सोरेर यसो सबै जम्मा गरेर राख्दै हुन्छ कि, यसो जम्मा गरेर राख्दै हुन्छ। चिसो छ। मैले झन् त्यो माथि ज्याकेट पनि लाएको छैन टोपीवाला, त्यही भएर चिसो बहुत चिसो फिल भइरहेछ। कान त अहिले नै चिसो भइसक्यो। त्यतिकै दामी देख्दो रहेछ त्यो माथि, त्यो ब्रासोले हेड, त्यो ब्रासोले हेड ठ्याक्कै डाँडा माथि जानु लाग्यो कि म। यहाँ चाहिँ अब यस्तो चिलमा हिँड्यो, चिल्लै छ, हिउँ परेर बाटो पुरै हिउँले भएको छ कि, यस्तो छ कि यहाँ चाहिँ फेरि। ल गाइस, यहाँ चाहिँ अस्ति क्रिसमसमा त बबल नै रमाइलो, कन्सर्टहरू चाहिँ दामी भइरहेको थियो। मेरो ठ्याक्क मेरो रेस्टुरेन्ट थियो, त्यो माथिको ठ्याक्क त्यही हो कि, यो रेस्टुरेन्ट हो। अहिले म जानला डाँडा चाहिँ हो, हल्का डिस्टेन्स। यहाँ चाहिँ केबल कार चल्छ कि, केबल कार चल्छ। जस्तै अब हजुरहरूलाई अब जानु पऱ्यो भने चाहिँ, रोमानिया भएको कसैले जानु पऱ्यो भने चाहिँ ठ्याक्क 45 रोन कि कति रुपियाँ लिन्छ अप एन्ड डाउनको। हामीलाई चाहिँ अब यहीँको अब फोर्कर भएर चाहिँ फ्री नै छ। दामी रमाइन्छ यहाँ पनि। सब हिउँ परेर चाहिँ लास्ट चिसो छ। मेरो अहिले कानै झर्न आइसक्यो, मैले टोपी लाएको छैन, त्यही भएर पनि बिर्सेछु। दामी रमाइन्छ कि, चिल छ कि। गाइस, यहाँको चाहिँ कत्रो कुकुर पनि कत्रो हुन्छ, बाफ रे बाफ, यस्तो डर लाग्दैछ। आम्मा, त्यो भोटे कुकुर भन्दा पनि डेन्जर छ कि। ल यस्तो दामी छ। ल कत्रो कि यो भालु हो कि के हो, यो यत्रो ठुलो छ। ओ माई गड। हट। ल गाइस, म चाहिँ त्यो माथि केबल कार चढ्ने ठाउँतिर जाँदैछु। मलाई चाहिँ चिसोले छोइसक्यो, रुगा लाए जस्तो फिल भइसक्यो। मैले गल्ती गरेँ, लुगाहरू त्यस्तो लाएको थिएन, टोपी सोपी लाएको थिएन। घाम लाग्यो भएर चाहिँ अब ठिकै छ भनेर चाहिँ उ गऱ्यो। ओ माई गड, छ्या कस्तो चिसो भयो, कति चिसो भयो, कति हिउँछ कि खेल्न नि झ्याउ लाग्छ। अहिले त फर्स्ट आएको केही टाइम पछि नै हिउँ पऱ्यो, तर त्यो टाइममा त रमाइलो लाग्थ्यो। अहिले त हिउँ परेदेखि चाहिँ वाक्क अधिक लाग्छ, कति परे जस्तो फिल हुन्छ। बाटोहरू त्यस्तै फोहोर हुन्छ, झन् चिसो त्यस्तै छ, बाफ्रे। ल गाइस, म चाहिँ फाइनली त केबल कारमा आइसकेँ। यस्तो चाहिँ हेर्नु गयो, यहीँबाट स्टेसन केबल कार, त्यहीँबाट गयो टक्कै। यस्तो दामी भ्यूहरू देख्छ कि, यस्तो चिल देख्छ। टेरेसा साइड हो, यो चाहिँ बाहिर टेरेसापट्टि साइड हो। ठ्याक्कै यहाँ चाहिँ कफी सफी, अनि कोल्ड ड्रिङ्कहरू, हल्का ड्रिङ्कसिङ गर्नुहोस् न। म चाहिँ अब त्यो ब्रासोभ्लेट डाँडा चाहिँ यहीँबाट जान्छु। यहाँ चाहिँ यहाँ चिल हुन्छ कि, चिल छ कि यहाँ चाहिँ। यहाँ मेरो अलिकति खतरा साथीहरू छ, यस्तो छ कि चिल छ कि। यो चाहिँ मेरो रेस्टुरेन्ट यहीँ, म काम पनि चाहिँ यहीँ हो। अब यहाँ म भित्र छिर्छु। ल गाइस, म चाहिँ भर्खरै त्यता भित्र छिरेर आएको। त्यहाँ मलाई अलिक भिडियो नबना भन्नुभयो म्यामले, अनि त्यही भएर नि मैले बनाइनँ। अब म त्यो माथि ब्रासोभ्लेट डाँडामा गएर चाहिँ हजुरलाई एक्सप्लेन गर्छु त्यो ठाउँको बारेमा। अब कस्तो भने नेपाल छोडेर आएदेखि चाहिँ अब त्यस्तो चिल त फिल भएको छैन, तर कहिलेकाहीँ चाहिँ अब यसो भिडियो सिडियो बनाएर हिँड्दा चाहिँ छुट्टै फिल हुने कि, नेपालमै भाइ पाउने कि, पुरै हिउँ नै हिउँछ कि।
मान्छेले यस्तो गरिरहेछ मेरो ड्रेसअपदेखि नै तर्सिन्छ हौ मान्छे चिसो भएको छैन भन्नु कति त्यो म्यामले नि यस्तो कोल्डमा त के गरे हिँड्दा यस्तो चिसो छ यहाँ तँलाई चिसो लाग्दैन भोलि काममा आउनु पर्दैन भन्दैछन् कि म्यामले चाहिँ माया नै गर्छन् त्यो म्याम तर बेला बेलामा उसको माया नै फुस्किन्छ क्या यस्तो छ फेरि म्याम चाहिँ फेरि कस्तो न्यानो घाम लाग्यो लगाइस नेपाल छोडे आए चाहिँ लगभग मेरो यता रोमानियामा पनि लगभग अब 4 मन्थ कम्प्लिट भयो भनौँ अहिलेसम्म चाहिँ अब ठिकै चलिरहेको छ जिन्दगी रमाइलो छ हिउँ पनि अलिअलि परे जस्तो भइरहेछ कस्तो न्यानो घाम लाग्यो मेरो ड्रेसहरू यस्तो छ कि यस्तो झल्लु छ मान्छेहरू सबजना कस्तो डाउन ज्याकेटहरू माइनसमा लाउन ज्याकेटहरू लगाएर हिँडेको छ म भने मतलब छैन यस्तो चिसोमा मलाई नाकबाट सिँगान आइरहेको छ कि रुगा लगाए जस्तो फिल भइरहेछ लास्ट चिसो छ त्यो म्यामले क्या गाली नै गर्नुभयो के लाएर हिँड्दा त डाउन ज्याकेटहरू खोइ तेरो भन्छ म चाहिँ खासै भन्दा चाहिँ घाम लगाएर चाहिँ अब चिसो हुनु होला भनेर सोचले चाहिँ यसरी आएको तर अलि चिसो रहेछ कि मलाई चाहिँ ओभर चिसो भयो कि अहिले चाहिँ ओभर चिसो भयो ल यही चिसो खाएर यहीहरूलाई मात्र आऊ कि म देखाइदिन्छु है त ओ माई गड तर म त यो यस्तो हेर्न त म जति चिसो भयो नि हिँडिदिन्छु एउटा टी सर्ट लगाएर पनि आइदिन्छु पुरै हिउँ परेछ बाफ रे बाफ के भन्नु यस्तो चिल छ कि यति हेर्नु न यो यस्तो चिसोमा यस्तो चिसो छ कि यति हेर्ने हो तर यो चाहिँ कस्तो भने जति हेरे नि थाक्दैन कि बुढा आफ्नो यो हेर्दा हेर्दा आफ्नो आँखाबाट आँसु आउँछ तर यो भ्यू हेर्न त छोड्नै मन लाग्दैन त्यस्तो फिल हुन्छ कि यति चिल छ कि यस्तो चिल त म कहिले फिलै गर्दिनँ क्या मलाई चाहिँ सधैँभरि यसरी एक्लै हाइकिङ गएर यस्तो भ्यू हेर्नु ओभर मजा साँच्ची यार कस्तो चिसो कि ओभर चिसो कि अब दिनु हुने आफ्नै फोनमा अच्छा मेरो हात रातो भएको चिसोले तर मजा आइरह्यो यार यस्तो ठिक छ छुट्टीको दिनमा यति भयो नि ठाउँ आयो घर बसेर त्यो बोरिङ फिल हुनुभन्दा त त्यो फ्री टाइम त्यो शैतानको दिमाग हुन्छ नि फ्री टाइममा चाहिँ शैतानले आफ्नो दिमागमा कब्जा हान्छ नि त्यस्तै भइरहेको थियो यति घुम्न आएर चाहिँ चिल फिल भयो कि तर मैले ग्लोभ्सहरू चाहिँ लगाएर भयो चाहिँ दामी हुने तर ग्लोभ्स लगाएन त्यही भएर नि ओभर चिसो छ यार कसम ल गाइस म चाहिँ यता ब्रसअप ल्याएको थिएँ डाँडाबाट फर्केँ अब चाहिँ म लाग्दिन्छु यार ओभर चिसो भयो कि के फेरि चिसो यार यो यस्तो राम्रो देखेको छ यो रुखहरू अझ त्यो माथि पोइनातिर चाहिँ योभन्दा नि यस्तो राम्रो ठाउँहरू छ कि आज जाने प्लान त थियो तर अलिकति भ्याएन भनौँ कि अल्छी गऱ्यौँ भने पनि त्यही थाहा छैन कि मलाई चाहिँ यो चाहिँ मेरो रेस्टुरेन्ट गाई चाहिँ